गराइन्छ अघि त्यस्तो खिचेको चाहिँ हजुर कति जानु लाग्यो जग्गा पनि भन्छ तिमी जान तपाईँ जानु पर्दैन तपाईँ जानु पर्ने हो तपाईँ लाग्यो तिमी सचल हो बुढा बाइक कुदेर भिडियो हेरेको छ पोखरीमा त पानी छोडे मात्रै छ त कसै तपाईँ भन न तिमीले मैले त जान्दिनँ कि म साइलेन्ट भ्लगर हो कि तिमी हुनुपर्ने भ्लगर त तिमी हुनुपर्ने छोरी यहाँ चाहिँ पिङ रहेछ है पहिला तर अहिले डोरी चुटिएछ नत्र हामी पिङ खेल्थ्यौँ गाइस होइन हाईवे पनि देखिने छ गाइस हामीहरू चाहिँ कहाँ आयौँ र बुढो हामी फर्बिङ आएको छौँ फर्बिङमा बसेर घाम ताप्दै जाडोमा यस्तो रमाइलो हुन्छ यहाँ बस्ने कुरा पनि रहेछ होइन बस्ने कुरा चाहिँ तिमी मभन्दा पनि सानो भयो हिरो भनेर फेरि है रमाइलो मानिछौ रमाइलो छ यहाँ भन्ज्याङ देख्न पाइएको छ है यतापट्टि त झन् कस्तो राम्रो भ्यू छ कि बसेर टक्क आनन्दले मजाले हेर्न पाइन्छ पिङ पनि रहेछ कि पिङमा डोरी नै रहन्छ तर खेल्नै पाइएन हामी चाहिँ अब नेक्स्ट टाइम चाहिँ दसैँतिर आउनुपर्छ जस्तो हो पिङ खेल्नलाई है हामी देख्न सक्छौँ बागमती नदी बगेको छ तल अहिले के बगेछ बागमती नदी छ अनि यता हाम्रो इटापट्टा देख्न सक्छौँ यो साइडमा चाहिँ अनि यता बस्ती छ रमाइलो है ठाउँ त रमाइलो छ खुल्ला छ काठमाडौँको भिडभाडबाट कति टाढा फ्रेस हावा खानलाई है यता प्लेन पनि उडेछ हेर त त्यहाँ हो है सकियो यति नै हो लामो सास फेरि त टेकिङ भ्यू भनेर क्या यसो हेर्दाखेरि मानव बस्ती पहाड हिमालको माथि निलो आकाश बादल निलो आकाशको तल तिमी र म होइन बुढीसँग घुम्न पारौँ मक्ख एउटै फ्रेममा सबै कुरा देख्न सकिएको छ त्यो भएर एकदम रोचक भइरहेको छ अहिलेको मोमेन्ट चाहिँ अरूसँग आएको भने यस्तो रमाइलो हुन्थ्यो नलाई बुढे तिमीलाई
पक्कै पनि नो डाउट त्यसमा है यसमा कुनै क्वेसनै छैन यसमा कहाँ गइन्छ भन्दा पनि कोसँग गइन्छ भन्ने कुरो महत्त्वपूर्ण हुन्छ भाइब्स मिल्नुपर्छ जहाँ गए पनि है यहाँ भाइब्सका साथसाथै यहाँ सिनहरू पनि राम्रो देखिन्छ ब्याक क्यामेरा गर्नु मिल्दैन मिल्छ ए हामी त फर्किँदा त खिच्नै बिर्सेको हो मुन्ने पे नाम है डार्लिङ तेरी यहाँ त बाख्राहरू पनि रमाइलो गर्न आउँदो रहेछन् कुकुरहरू सिकली मन्दिर पनि देखिँदो रहेछ यहाँनिर यो सिकलीमा पनि एकदम रमाइलो छ घुम्नको लागि यता चाहिँ चाल्ना खेल हो यताबाट चाहिँ यो बाटो आउँछ अनि यता चाहिँ कता हो जाने बुढो यताबाट दक्षिणकाली यताबाट चाहिँ बल्कु पुगिन्छ गाडी हेरेर त कति हजुर 1770 you know what does it mean most of the time when I use the time mobile for time then I get from similar hours and minutes also